आज चाहिँ हामी चाहिँ यस्तो मिठो खानेकुरा बनाएर खाने आज टक्क माघे सङ्क्रान्ति पनि माघे सङ्क्रान्तिमा आज चाहिँ हामी परिकारको बनाएर खाने अनि कमेन्टमा चाहिँ मुक्बाङ बनाएर खानु न भनेर कमेन्ट आएको थियो अनि मुक्बाङ चाहिँ आज बनाउने टक्क आज फेरि माघे सङ्क्रान्ति पनि पर्यो माघे सङ्क्रान्तिकै अवसर पारेर चाहिँ हामी विभिन्न परिकार वाचिपा अनि हाम्रो भाषाबाट याङबेन भन्छौँ तर झ्याउ अनि लोकल नेपालमा पाउने जस्तै भाले दुईटा भाले लिएर आएको लोकल भालेहरू अनि त्यसको चाहिँ हल्का सुप खाने भनेर अनि अरू चाहिँ अनि आलु परौठा आज त के पाक्दैछ आम्मामा सबै भिडियोहरू म तपाईँहरूलाई देखाउने छु हेरिदिनु होला आज चाहिँ बब्बाल बनाउँछौँ हामी विदेशमा माघे सङ्क्रान्ति त मनाउनु पर्यो विदेशमै भए पनि अब के गर्नु हामीले चाहिँ हाम्रो भाषा लिम्बू भाषाबाट चाहिँ कफे वा तङनाम भन्छ कफे वा तङनाम के बनाएको त्यो चाहिँ वाचिपा ओहो यो चाहिँ सुप खाने हो माघे सङ्क्रान्ति त मजाले मनाउने हो नि आलु के हो त्यो पहिला मैले त अनि त्यो भुत्ला अलिअलि डढाएर त्यो भुत्ला भित्रको भाग उखालेर मसिनो काटिन्थ्यो त ए उयो चिज अघि यो फ्रिजमा राख्नु पर्थ्यो बिर्सेछ फ्रिजमा राखिराख्छु फालुङ हो आन्द्रा त यो चाहिँ बङ्गुरको भित्रिया छ अब यहाँ चाहिँ टक्क हामीले यो चाहिँ झ्याउ हालेर टक्क पकाएर खाने चाहिँ यता वाचिपा बनाउँदैछ एउटाले वाचिपा बनाउँदैछ वाचिपा उनको भाँडो कता गयो उसमा अलिअलि त्यहाँबाट हलाउ न यता यहाँ अलि यसो तर जुन त लाग्दैन होला नि नि अलिक धेरै भयो यसो लु पर्दैन हाम्रो दिदीले के गर्दै हुनुहुन्छ भन्दाखेरि परौठा खाने भनेर पिठो मुट्दै हुनुहुन्छ आज चाहिँ हेप्पी माघे सङ्क्रान्ति कता हो लो हेप्पी माघे सङ्क्रान्ति हाम्रो चाहिँ अब यहाँ खानेकुराहरू पाक्दैछ खाँदै पनि गर्ने याङबेन झ्याउ वाचिपाको लागि यहाँ रेडी भएको छ मासु
आज चाहिँ हाम्रो माघे सङ्क्रान्ति सबैजना भेला भएर याङबेन घुघुमा हो। अब हाम्रोमा तरुल पाइँदैन यो खाने खिउल सुन्तला सुन्तुली अनि मेक्चु यहाँ पराठा बनिँदैछ। यो याङबेन हो झ्याउ हो नेपाली भाषामा। अनि त्यहाँ वाचिप्पा र कुखुराको मासु बन्दैछ। यो चाहिँ हाम्रो माघे सङ्क्रान्ति एलेदोङ सम्बत 5086 एलेदोङ सम्बत 5086। आज चाहिँ माघे सङ्क्रान्ति बाँच्यो है भनेर भेला भएर खाने दिन। ल है हजुरहरू यस्तै छ कुराकानी। गुरुङ भाषामा पैको भन्छ। फेरि यहाँ मुकबाङ बनाउनेहरू यता ढिँडो मस्काउनेहरू चाहिँ यता टन्नै छन्। पारा यो हो नि त, पारा चाहिँ यो हो नि त, ढिँडो बनाउने। कुखुराको वाचिप्पा तिते, यो चाहिँ यसलाई चाहिँ के भन्छ अरे, परौटा आलु, अनि यो चाहिँ गुन्द्रुकको अचार, अनि यहाँ अन्डा, अनि यो चाहिँ लोकल डल्ले खुर्सानीको अचार, अनि यहाँ चाहिँ यसलाई खोइ डाडु खोइ डाडु ल्याउँ त, उता उता छ उता। यो ढिँडो त ढिँडो त सेलेपछि नमिठो हुन्छ हौ। ल यहाँ चाहिँ लोकल कुखुराको सुप बनाएको छ आज। अनि यो चाहिँ ढिँडो, अनि यता फलफुलहरू छ, अनि यो चाहिँ याङबेन झ्याउ, अनि साग। आज चाहिँ यस्तो मिठो बनाएर हामी खाएको। यहाँ आज यस्तो मिठो बनाएको छ है त। ल सबैले हेरेर आज एलेदोङ 5086 हाम्रो नयाँ साल। अब माघे सङ्क्रान्ति मकर सङ्क्रान्ति जे भने पनि हामी परदेशमा एकदमै राम्रो तरिकाले मनाएका छौँ। अब यसमा हामीसँग एकदम टिपिकल खानाहरू वाचिप्पा, अनि यहाँ याङबेन हाम्रो झ्याउ स्थानीय स्तरको, अनि लोकल कुखुराको सुप, अनि ढिँडो लोकल। अनि यसमा अब फलफुलहरू चाहिँ हामीसँग जो एउटा स्थानीय स्तरको तरुल छैन, अनि इस्कुसको जरा भन्छ हाम्रोमा, त्यो पनि छैन। हामीले त्यसको लागि सक्खरखण्ड कोरियाको एकदमै, अनि सम्पूर्ण चिजहरू, अनि हामी सम्पूर्ण साथीहरू भेला भएर एकदमै यो परदेशमा रमाइलोसँगले कोरियामा एकदमै माघे सङ्क्रान्ति हामीले एकदम राम्रो मनाएका छौँ। अनि अब यही नै हो परदेशमा, अब धेरै कुरा नगरे पनि यति हामीले गरेका छौँ। यो एकदमै राम्रो, अनि सम्पूर्ण चिजहरू हामीले बनाएर आज यसो सबैजना रमाइलो गरेका छौँ। ह्याप्पी माघे सङ्क्रान्ति सबैजनालाई, ह्याप्पी माघे सङ्क्रान्ति। ल आजको हाम्रो खानाको परिकारहरू यस्तै छ। अब यति खाना बनाउनुलाई पनि हामीले अलिकति आज माघे सङ्क्रान्तिको टाइमले गर्दाखेरि अलिकति समयले पनि जुरायो यसरी बनाएर खानलाई। अनि आज हामी सबै साथीभाइ जुटेर चाहिँ यस्तो मिठो परिकारहरू आफ्नो लोकल टाइपको बनाएर चाहिँ खाइरहेछौँ। टिपिकल जो स्थानीय छ त्यही हो यो खाना, हामीले त्यो बनाएको छ। त्यही बनाइएको छ, अनि मिठो तरिकाले सबै हामी खाने। गुरुङ डोलबहादुरको चाहिँ यहाँ ल ल ल ल अनि ढेँडो र लोकल कुखुराको टेस्ट कस्तो भइरहेछ? ढिँडो ढिँडो ए
ढिँडो होइन मलाई नाम भन्नै आउँदैन हौ यो ढिँडो म नि खान्न ल आजको हाम्रो खानाहरू तपाईँले सबैले मैले रेकर्ड गरेर देखाइरहेको छु तपाईँलाई यसो माया गरिदिनु होला अनि होइन झ्याम खाउन तातो हुँदै लु है ला 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 मायाले मूल बाटो भुलेछ नौरङ्गी फुलबारी देखेर किताउनु न त्यसो भनेपछि यहाँ सकि त हो नि यो त यो त चुप लागि बस्ने चिज थियो त्यो त आएपछि त सँगै किताउनु जिन्दगी मेरो उकाली ओराली फराकिलो कहीँ छैन आफै छु सुखी आफै छु दुखी आफै छु सब थोका दुई मुटु हाम्रो बिछोड भयो भेट्ने गरेर बिछोड भयो भेट्ने गरेर मायाले मूल बाटो भुलेछ तिमीलाई सम्झेर तिमीलाई जोडा छिर भनेर झिकिदेऊ भने चल्नेछ नै हो नि यहाँको त अहिले नाच्ने पनि हो नि सर अलिक उता जानु अलिक उता जानु त बहिनीको अनुहार म चाहिँ अलिक लुक्नु होला तपाईँ यहाँनिर आउनु त गोविन्दले छियो त्यत्रो छु र अझ उतै जाउँ One, two, three, go! पानको पाते छोडे
बसी एक्लै रुनलाई सम्झेर हँसारे मैनामा मन पर्यो रुझाउने एक्लो यो मेरो मन कसरी बुझाउने भन्छिन् मान्छेले हुँदैन डाँडा पारी छ कम्पन छ ईश्वरको बेलैमा बिछु